नमस्कार। सङ्घर्षका कथा युट्युब, फेसबुक र टिकटक च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। आज हामी जीवनका सङ्घर्षका कथा खोज्ने क्रममा एकजना यस्तो व्यक्तित्वसँग उपस्थित भएका छौँ जो जाजरकोटको विकास निर्माण, जाजरकोटको राजनीति र जाजरकोटको परिवेश र जाजरकोटको यो वातावरणमा पुरानो एउटा पाको व्यक्तित्व र एउटा राजनीतिक सोचका हिसाबले युवा व्यक्तित्व पनि म उहाँलाई भन्छु। नागरिक समाज जाजरकोटका अगुवा आदरणीय व्यक्तित्व राजेन्द्र विक्रम शाह यति बेला हामीहरू प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ। उहाँसँग हामी उहाँको जीवनको सङ्घर्ष, उहाँले बाल्यकालको अनुभव र वर्तमान परिस्थितिसम्म आइपुग्दा उहाँका आर्थिक, सामाजिक, राजनीतिक, पारिवारिक र जीवनका विभिन्न सङ्घर्षका विषयमा केन्द्रित रहेर उहाँसँग हामी कुराकानी गर्दैछौँ र कुराकानीका लागि यति बेला हाम्रो प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ नागरिक समाज जाजरकोटका अगुवा आदरणीय व्यक्तित्व राजेन्द्र विक्रम शाह। स्वागत छ हजुरलाई कार्यक्रममा। धन्यवाद। आराम हुनुहुन्छ? आरामै छु। हिजो आज खास गरी के कसरी दिनहरू बिताइरहनु भएको छ? म आफूलाई लामो समयदेखि सामाजिक सेवामा समर्पित गरिरहेको छु र अहिले पनि सामाजिक सेवामै समर्पित छु। तर परिस्थिति र वातावरण अलिअलि चेन्ज भए तापनि जस्तोसुकै परिस्थिति निर्माण भए तापनि परिस्थितिसँग अनुकूलित हुँदै सामाजिक सेवाको अभियानलाई अगाडि बढाइ नै रहेको छु। यो आम जाजरकोटेले त हजुरलाई चिन्नु नै भएको छ। तपाईँ खास गरी तपाईँको जीवनी, तपाईँको थोरै बाल्यकाललाई चाहिँ कसरी सम्झिनुहुन्छ? हिजो हाम्रो पुस्ताले त उति बेला एक छाक खान नपाउनु पर्ने अवस्था थियो होइन। एक छाक सामान्य कापी कलमको जो गर्नका निम्ति पनि एउटा सङ्घर्ष गर्नुपर्ने अवस्था थियो। त्यति बेला बाँसको कलमले लेखिन्थ्यो भने त्यो अवस्थालाई हजुरले कसरी पार गरेर चाहिँ आउनुभयो, अथवा तपाईँका निम्ति त्यो दुःखका दिनहरू भएनन्? कस्तो रह्यो खास हजुर? म तत्कालीन जाजरकोट जिल्लाको खलङ्गा गाउँ पञ्चायत वडा नम्बर 2 को खलङ्गा जुजुबाडा भन्ने ठाउँमा जन्मिएको र मेरो पारिवारिक पृष्ठभूमि पनि निम्न मध्यम वर्गमै पर्छ। जातीय हिसाबले हामी जाजरकोटी राजाका सन्तान, ठकुरी परिवार वंश भए तापनि आर्थिक हिसाबले हामीहरू अत्यन्त मेहनत गरेर अत्यन्त कठिनताका साथ जीवन गुजारिरहेको परिवारमा सानो उमेरमा हुर्केको हुँ र म आफ्नो औपचारिक शिक्षा जाजरकोट खलङ्गाकै थाप्लेको हनुमान प्राविबाट अक्षरारम्भ गरेर म रुकुमको स्यालाखटी गाउँ पञ्चायत भन्ने ठाउँमा त्यो आफन्तहरूसँग बसेर म कक्षा 3 र 4 त्यहाँबाट उत्तीर्ण गरेर फेरि पुनः जाजरकोट खलङ्गामै आएर त्रिभुवन माध्यमिक विद्यालयमा भर्ना भएर फेरि अगाडि बढेको हुँ पढाइको दृष्टिकोणबाट। त्यसरी अगाडि बढ्दै गर्दा मध्यमवर्गीय परिवारमा त भन्नुभयो। त्यति बेला पाठ्य पुस्तक अथवा चाहिँ कापी कलमको जो गर्नका निम्ति त्यो समय कतिको चुनौतीपूर्ण थियो हजुरहरूको जीवनमा? अब हामीलाई नै त्यो पाठ्य पुस्तक र पाठ्य सामग्रीहरू, शिक्षण सामग्रीहरूको जो गर्न अत्यन्त कठिन थियो भने हामीभन्दा पनि आर्थिक सामाजिक रूपमा गरिब परिवारका विद्यार्थीहरूको लागि त त्यो जो गर्न निकै नै कठिन थियो। अत्यन्त जर्जर अवस्थामा बाँचिरहेका बहुसङ्ख्यक परिवारका विद्यार्थीहरूले औपचारिक रूपमा विद्यालय पढ्न पाउँदैनथे। पछि गएर पढ्नुपर्छ, सिक्नुपर्छ भन्ने एउटा चेतनाको लहर सँगसँगै आउँदा उनीहरू बालबालिकाहरूको उमेर निकै घुरिसकेको हुन्थ्यो। ठुलो उमेरमा उनीहरू विद्यालयमा भर्ना हुन्थे र त्यहाँ पढ्दै जाँदाखेरि आवश्यक पर्ने विभिन्न स्रोत साधनको जो गर्न सक्दा धेरैले बिचमै छोडेर जान्थे। त्यो अहिले पनि विद्यमान छ त्यो अवस्था। त्यो अहिले पनि कतिपय हाम्रो समाजमै पनि त्यो कायम नै छ। तर पनि त्यति बेला तपाईँको परिवारले चाहिँ के चाहन्थ्यो? हजुरलाई पढाएर मैले चाहिँ यस्तो बनाउनु पर्ला, अथवा भोलि गएर म पनि यस्तो ठाउँमा पुगौँला, म यो बन्न सक्छु भन्ने चाहिँ कस्तो लाग्थ्यो हजुरलाई त्यति बेला? जो माध्यमिक तहको चाहिँ शिक्षण हजुरले हासिल गर्दै गर्दा त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गर्दै गर्दा के सोच्नुहुन्थ्यो हजुरले?
ऊ बेलाको समयमा? त्यति बेला पनि परिवारले आफ्ना बालबालिकाहरूले पढुन् लेखुन् र पैसा कमाउने जागिरमा लागुन्। हामी कहाँ व्यापारका लागि उपयुक्त वातावरण थिएन, व्यापारमा हुन किसिमको वातावरण नभएकाले हामी पढाइमै होमियौँ, पढाइ लेखाइलाई अगाडि बढायौँ। तर मैले बाल्यकालमा आफ्नो विद्यालय शिक्षामा जोडिएको स्थान रुकुम जिल्लाको स्यालाखदी भन्ने ठाउँमा यति धेरै गरिबी थियो, यति धेरै त्यहाँका जनताहरूले पीडा बग्थे, जसको मैले प्रत्यक्षदर्शी भएँ। उनीहरू तरकारी खान पाउँदैनथे, दाल खान पाउँदैनथे, रोटी, त्यो पनि मकैको रोटी र आलु, त्यहाँको खाना त्यही थियो। अनि एउटा हजुरले चाहिँ प्राथमिक तहको शिक्षा हनुमान प्राथमिक विद्यालयमा अध्ययन गरे भन्नुभयो, के को सिलसिलामा हजुर चाहिँ स्यालाखदीसम्म पुग्नुपर्ने अथवा पढाइको लागि हजुरलाई कुन अवस्थाले चाहिँ त्यहाँ पुगाएको खासमा त्यति बेलाको समयमा? तत्कालीन जाजरकोट राज्य भित्र अहिलेको रुकुम जिल्ला र अहिलेको सल्यान जिल्लाका केही भागहरू पनि जाजरकोट राज्यभित्र थिए र राजाका सन्तानहरूलाई विभिन्न भाइहरूले त्यो विभिन्न स्थानका वीरताहरूमा उनीहरू गएर बस्ने, त्यहाँको कर सङ्कलन गर्ने र राज्य यहाँ दरबारमा बुझाउने चलन थियो। त्यही क्रममा हामीहरूका पनि एक भाइ बुवा त्यहाँ गएर स्यालाखदी भन्ने ठाउँमा गएर बसेको अवस्था थियो। खलङ्गामा मैले पढिरहँदा यहाँ खलङ्गाको केटाहरूको वातावरण, केटाहरूसँग साथ सङ्गतले गर्दाखेरि राम्रो पढाइ लेखाइ हुन सक्दैन। त्यसकारण मसँगै राख्छु भनेर त्यो एकजना दाई, त्यही गाउँको प्रधान पञ्च भएको छिन्थ्यो शङ्कर विक्रम शाह, उहाँले आफूसँग राखेर पढाउने भनेर मलाई त्यहाँ लिएर मैले 2 वर्ष त्यहाँ पढेँ। त्यसपछि त्यहाँभन्दा माथिल्लो क्लासमा पढ्ने अवसर थिएन र अन्यत्र जानुभन्दा म फेरि घरमै जाजरकोट खलङ्गामै आएँ र यहाँबाट अरू माथिल्लो तहको पढाइ यहीँ मैले निरन्तरता दिएँ। भनेपछि माध्यमिक तहको शिक्षा हजुरले त्रिभुवन माविबाट नै पुरा गर्नुभयो? यहाँबाट पुरा गरेँ। एसी पछाडि, त्यति बेलाको एसएलसी पछाडि मेरो अलिकति यो सामाजिक क्षेत्रमा, राजनीतिमा र कानुनमा अलिक बढी सोख भएकाले, रुचि भएकाले म आफ्नै दाजु मोहन विक्रम शाहसँग पढ्न म काठमाडौँ गएँ, नेपाल ल क्याम्पस र पढेँ। आर्थिक अवस्थाको मैले उल्लेख गरिसकेँ। आर्थिक अवस्थाले साथ नदिएका कारणले पढ्दै जागिर खाँदै गर्नुपर्ने अवस्था आयो र मैले कानुनकोमा स्नातकको पढाइलाई बिचमै छोडेर फेरि मैले प्राइभेट विद्यार्थीको रूपमा राजनीति शास्त्रमा स्नातक गरेँ त्रिभुवन विश्वविद्यालयबाटै। त्यही बिचमा म नेपाल राष्ट्र ब्याङ्कको जागिरमा जोडिसकेको थिएँ र त्यही बिचमा म अन्य रोजगारीका विभिन्न ठाउँहरूमा पनि म उत्तीर्ण गरेर त्यहाँ केही समयका लागि जोडिएँ, केही ट्रेनिङहरू गरेँ। तर मैले राष्ट्र ब्याङ्कको जागिर छोड्न सकिनँ, किनभने त्यसबाट त्यो छोडेपछि मैले पढाइलाई निरन्तरता दिन सक्दैन थिएँ। त्यो 6 वर्ष म काठमाडौँमा जागिर खाएँ, त्यसपछि 2 वर्ष नेपालगञ्जमा जागिर खाएँ। तर मेरो मनमा मैले कक्षा 3 र 4 पढेको स्यालाखदी गाउँको गरिबी, त्यहाँका जनताहरूको पीडा मेरो मानसपटलमा कहिले पनि मेटिएन र त्यसैले मैले सामाजिक सेवा गर्ने निधो गरेर राष्ट्र ब्याङ्कको बाट मैले अवकाश लिएँ र अवकाश लिनुभयो कि हजुरले आफूले स्वेच्छाले नै छोड्नु भएको थियो? आफैले स्वेच्छाले अवकाश लिएँ, शैक्षिक अवकाश लिएर पेन्सन नपकाएरै मैले छोडेँ र जाजरकोटमा आएर केही समय यहाँ जाजरकोटमा पनि जागिर खाएँ, केही समय दलीय राजनीतिमा पनि म जोडिएँ। त्यसपछि फेरि म लामो समयदेखि नै नागरिक समाजको अगुवाको रूपमा समाजकै सेवामा समर्पित छु र सम्भवतः सकेसम्म यही नै मेरो यही कुरा जस्तो एउटा चाहिँ जागिरे जीवनलाई छोडेर होइन तपाईँलाई यो राजनीतितिर सामाजिक क्षेत्रतिर लाग्नुपर्छ भनेर एउटा उत्प्रेरणा गर्ने व्यक्तित्व खासमा परिवारकै सदस्य हुनुहुन्थ्यो कि अथवा त्यति बेलाको चाहिँ राज्यको अवस्थाले गर्दा तपाईँ त्यो ठाउँमा पुग्नुभयो कि कसरी त्यो ठाउँ चाहिँ तपाईँले समात्न बाध्य हुनुभयो? एउटा जागिरे जिन्दगी, यो पनि राष्ट्र ब्याङ्कको चाहिँ कर्मचारी भन्न बित्तिकै एउटा अलिकति पैसा हुने नै ठाउँ हो,
तर त्यो जागिरी छोडेर एउटा समाज सेवा गर्नुपर्छ होइन, यो प्रेरणा चाहिँ हजुरलाई कसले प्रदान गर्यो, कसरी मिलेको खास? पहिलो कुरा त जागिरी जीवनमा आफ्नो स्वाभिमान, आफ्नो प्रतिष्ठा, आफ्ना पढाइ लेखाइबाट हामी जे कुराहरू सिक्छौँ त्यो कुरा र जागिरी जीवन सामान्यतया सँगसँगै अगाडि बढ्न सक्दैन। धेरै कुराहरूसँग त्यहाँ आत्माले नचाहँदै पनि सम्झौता गर्नुपर्ने, काम गर्ने क्रममा विभिन्न खालका व्यथितिहरू सहनु पर्ने, कहिलेकाहीँ व्यथितिमा मतियार बन्नुपर्ने, त्यो मेरो आत्माले मानिरहेको थिएन। र त्यही बिचमा नेपालगञ्जमै रहँदा तत्कालीन जिल्ला विकास समितिको एउटा डेलिगेसन काठमाडौँ जाँदै थियो, नेपालगञ्जमा भेट भयो। जाजरकोटबाट जाँदै थियो र मलाई जाजरकोट जिल्लाको संविधान सभा 64 सालमा निर्वाचित कालीबहादुर मल्ल ज्यू विश्व सदस्य हुनुहुन्थ्यो। भनेपछि 2049 सालको 2050 सालमा 49 सालमा स्थानीय चुनाव भयो र 50 सालमा त्यो डेलिगेसन काठमाडौँ जाने क्रममा नेपालमा भेट भयो। हामीले अस्ति भर्खरै दिवंगत हुनुभएका जिल्ला विकास समितिका सभापति गोविन्द विक्रम शाह लगायतको टिमसँग भेट हुँदा प्रमुख रूपमा कालीबहादुर मल्ल मार्फतै मलाई यसरी जागिर खाएर सहर बजारमा बस्ने कुराले हाम्रो गाउँको विकास, गाउँको जनजीविका, गाउँको गरिबीबाट मुक्ति प्राप्त गर्नका लागि हामीले जुन अभियानहरू सञ्चालन गर्नुपर्ने हो त्यसमा पढे लेखेका मान्छेहरू जोडिनुपर्छ। जागिरभन्दा ठुलो कुरा समाज सेवा नै हो र जिल्लामै फर्किनुपर्छ भन्ने उहाँले मलाई एउटा उत्प्रेरणा प्रदान गर्नुभयो। आफ्नो एउटा प्रारम्भिक कालका सोचहरू त छँदै थिए, त्यो सबै जोडिएर मैले राजीनामा दिएँ र जिल्लामा फर्केर सामाजिक सेवामा अहिलेसम्म समर्पित छु। कहिलेकाहीँ साजु यो कुरा सोच्दै गर्दा तपाईँलाई आफैलाई पनि नमजा लाग्दैन जस्तो, तपाईँलाई जसले उकास्नु भयो राजनीति गर्नुपर्छ, जसले तपाईँलाई चाहिँ एउटा समाजको सेवा गर्नुपर्छ भन्नुभयो, उहाँ नै मान्ने भन्नुभयो 2064 सालमा राष्ट्रिय सभाको सदस्य। त्यसपछि उहाँले भन्नुभयो तर तपाईँलाई राज्यको लाभ उन्मुख पद चाहिँ लिन नचाहनु भएको अथवा चाहिँ लिन नसक्नु भएको, यसमा चाहिँ तपाईँ कसरी बुझ्नुहुन्छ आफूलाई? मलाई जागिरी जीवनबाट सामाजिक सेवाको जीवनमा आइरहँदा केही अवसरहरू पनि प्राप्त भएका छन् र केही कुराहरू गुमेका पनि छन्। आर्थिक भौतिक सुख सुविधाको दृष्टिकोणबाट हेर्दा त निकै अप्ठ्यारोसँग नै हामी बाँचिरहेका छौँ, म बाँचिरहेको छु। तर पनि यो क्षेत्र अँगाल्नु पर्दा मलाई विगतको कामलाई किन छोडेर यो क्षेत्रमा आएको होला भन्ने रत्तिभर मलाई आत्मग्लानि हुँदैन। म पछुताउन्न, बरु मलाई आत्मग्लानि हुने, म पछुताउने, मलाई दुःख लाग्ने कुरा के हो भने नेपालको राष्ट्रिय शान्ति प्रक्रिया पश्चात देशको समावेशी विकास, दिगो विकास, विशेष गरी गरिब केन्द्रित विकास को जो अभियान छ त्यो संविधान र कानुनमा लेखेको अगाडि बढ्न सकेन। देश र जिल्लाको स्रोत साधनमा सीमित वर्गको हालिमुहाली भयो र बहुसङ्ख्यक वर्गहरू अझै पनि गरिबी, पीडा, असमानताको मुनि जाँतो मुनि पिछलेर बस्नु परेको छ। थुप्रै प्रतिबद्धता व्यक्त भए तापनि राजनीतिक क्षेत्रबाट, सरकारबाट उपयुक्त ढङ्गबाट विकासको प्रक्रियालाई अगाडि बढ्न सकेन। राजनीति र शासन गरिबहरूका लागि हुन सकिरहेको छैन। आवश्यक सल्लाह सुझाव निरन्तर रूपमा हामीले दिइरहेका छौँ। आशा गरौँ भविष्यमा केही राम्रो हुनेछ। हिजो तपाईँ अनेरा सोभियो क्रान्तिकारीको संस्थापक अध्यक्ष भएर पनि काम गर्नुभयो, त्यो कति सालतिर? लगभग 2038 सालमा संस्थापक अध्यक्षको रूपमा अनेरा सोभियो क्रान्तिकारीको पहिलो जिल्ला कमिटीको अध्यक्षका रूपमा काम गर्नुभयो। त्यति बेला विद्यार्थीका चुनौती, विद्यार्थीका चाहिँ मुद्दाहरूलाई उत्थान गर्नुभयो। त्यति बेला जनमोर्चा भन्ने नै थियो होला होइन? मलाई लाग्छ कम्युनिस्टको एउटा चाहिँ जनमोर्चा नै थियो होला जस्तो लाग्छ। त्यो समयमा एउटा राजफलकको, त्यति बेला चाहिँ जसको राजाको चाहिँ देश सञ्चालन गर्दाखेरि तपाईँ राजफलकको व्यक्तिलाई चाहिँ कम्युनिस्टप्रति आस्था विचार जगाउनु पर्ने त्यो बेलाको समयमा नै तपाईँलाई उत्प्रेत चाहिँ मनमा कसरी लाग्यो र तपाईँले चाहिँ त्यो बाटो समात्नु भएको थियो त्यो बेला?
मैले सुरुमै उल्लेख गरेँ, म 8 वर्षको उमेरमा रुकुम गएर कक्षा 3 र 4 पढेँ मैले जुन भने। त्यहाँको गरिबी र त्यहाँको जनताको पीडा नै मेरो मानसपटलमा कहिले पनि मेटिएन र त्यो दुःख पीडाबाट कसरी गरिबहरूलाई चाहिँ मुक्ति दिलाउन सकिन्छ, हाम्रो राजनीति र हाम्रो शासन गरिबको बारेमा सोच्ने कसरी बनाउन सकिन्छ भन्ने एउटा चिन्ता र चेतना कारणले म विद्यार्थी राजनीतिमा अगाडि बढेँ। आन्दोलनका विभिन्न मोर्चाहरूमा अगाडि बढियो। अनि राष्ट्रवियुको संस्थापक जाहेरको जिल्लाको म अध्यक्ष भएँ र पारिवारिक कुराहरू त्यति मैले जोड्न चाहेको थिइनँ, प्रसङ्गवश आइहाल्यो। हाम्रो पारिवारिक पृष्ठभूमि नै अलिकति फरक प्रकारको छ। त्यही त, त्यति बेलाको समयमा चाहिँ तपाईँलाई उत्प्रेरित कसरी मिल्यो मैले त्यो बुझ्न खोजेको, खासमा त्यो बाटोमा चाहिँ लाग्नुपर्छ भन्ने कुरा। म जुन परिवारमा थिएँ त्यो परिवार को पृष्ठभूमि आर्थिक पृष्ठभूमि कमजोर नै थियो। हजुर। अब हामीहरूको सम्पर्क सम्बन्ध नातागोताको हिसाबले केही एउटा राज्य सत्तासँग पहुँचमा थिए तापनि मेरो घर वरिपरि बस्ने समुदायको वातावरण र मैले रुकुममा बिताएको त्यो वातावरण, ती कुराहरूले मलाई क्रान्तिकारी बन्न उत्प्रेरित गरे, मलाई प्रगतिशील बन्न उत्प्रेरित गरे। उत्प्रेरित मात्र होइन, मलाई बाध्य बनायो। त्यसैले म यो विद्यार्थी आन्दोलनमा जोडिएँ। म जाहेर जिल्लाको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको पहिलो संस्थापक जिल्लाको अध्यक्ष पनि हुँ र एउटा विद्यार्थी सङ्गठनको पनि अध्यक्ष हुँ। र काठमाडौँमा पढ्दै जाँदाखेरि र त्यहाँ प्रत्यक्ष रूपमा मैले विद्यार्थी आन्दोलनमा भाग त लिइनँ र कुनै राजनीतिक दलको एउटा प्रमुख कार्यकारी पदमा म कहिले पनि बसिनँ र अहिले पनि छैन। म सबै राजनीतिक दलहरूलाई जनताको पक्षमा काम गर्न र राजनीतिक दलका आदर्श मूल्य मान्यतालाई नबिर्सन सबै मिलेर गरिबको कल्याण गरौँ, जिल्लाको विकास गरौँ र विकासका कामहरू गर्दाखेरि पनि विकास बजेटको दुरुपयोग नगरौँ, सुशासनलाई ध्यान दिउँ, व्यक्तिगत स्वार्थभन्दा पनि सामाजिक स्वार्थलाई अगाडि राखेर हेरौँ भनेर मैले सुझाव छ। भोलि यसरी तपाईँले मुद्दा उठान गर्दै गर्दा कहिलेकाहीँ यसो सोच्दाखेरि मुद्दा उठान मात्रै गर्ने कि अथवा चाहिँ जीवनको लक्ष्य हजुरको चाहिँ के छ? भोलि फेरि पनि राजनीतिक बाटोमा समातेर अथवा चाहिँ म माननीय हुन्छु अथवा म मेयर भएर केही गर्छु भन्ने सोच्नुहुन्छ कि कहिलेकाहीँ यो मुद्दा मात्रै उठाउँदा अलिकति चुनौतीपूर्ण नै हुन्छ कि मैले उठाएका एजेन्डा पुरा गर्नलाई चाहिँ म यो ठाउँमा पुग्नुपर्छ भन्ने कहिलेकाहीँ मनमा लाग्दैन हजुरलाई यसो सोच्दा? त्यो पुग्नुपर्छ भन्ने लाग्यो। अब अहिले त राजनीतिका पात्रहरू अब युवा, उनीहरूको हिसाबले पनि युवा, चेतनाको हिसाबले पनि युवा, विचारको हिसाबले पनि युवा। अब हामीमा विचार र चेतनाको हिसाबले युवापन रहे तापनि उमेरको हिसाबले हामी त्यति युवा छैनौँ। हामीभन्दा अगाडि पुस्ताको तुलनामा त युवा भयो, तर हामीभन्दा पछाडि एउटा थुप्रै साथीहरू, पढे लेखेका साथीहरू, चेतनशील मान्छेहरू, सक्रिय मान्छेहरू, गतिशील मान्छेहरूको जन्म भइसकेको छ। त्यसैले म एउटा सल्लाह सुझावकै रूपमा आफूलाई अहिले त्यो एउटा सीमाभित्र राखिरहेको छु र राष्ट्रिय राजनीति, प्रदेशको राजनीति, जिल्लाको राजनीति एउटा सार्वजनिक ओहदामा अथवा सरकारी लाभको पदमा रहेर बढी प्रभावकारी रूपमा हस्तक्षेप गर्न सकिन्छ, यो कुरा निश्चित हो। तर त्यो ठाउँमा प्रतिस्पर्धामा लाग्ने तत्कालका लागि मेरो कुनै योजना छैन। भनेपछि यो एजेन्डाहरू चाहिँ तपाईँ सदैव सुशासन, न्याय, समृद्धिका पक्षमा चाहिँ आवाज उठाइरहने आफ्नो प्रण छ भन्ने नै बुझ्नुपर्छ। म जीवनको अन्तिम क्षणसम्म पनि यही समाजमा रहेका विकृति विसङ्गतिहरूलाई कसरी समाधान गर्न सकिन्छ, हामी हाम्रो समाजमा रहेको गरिबीलाई कसरी निवारण गर्न सकिन्छ र यथास्थितिवाद, प्रतिगमन र अग्रगमनको लडाइँमा सधैँभरि अग्रगमनको पक्षमा मेरो वैचारिक लडाइँ निरन्तर जारी रहन्छ, अहिलेसम्मको सोच रहेको छ। यो नै मेरो प्रतिबद्धता हो।
यसो तपाईँले उठाएका यी एजेन्डा हुँदै गर्दा तपाईँको त्यति बेला परिवारले चाहिँ के प्रेरणा दिनुहुन्थ्यो, खास आमा बुवा अथवा हजुरको दाजुभाइहरूले? होइन, यो बेला यो गर्न चाहिँ बाबु गलत गरे, यो बेला चाहिँ यो गर्न हुँदैन थियो भन्ने हुन्थ्यो कि तपाईँ स्वयस्फूर्त रूपमा मैले उठाएका एजेन्डा सही छन् र मैले राष्ट्र समाज र चाहिँ देशका लागि मैले राम्रै कुरा गरेको छु भन्ने लाग्थ्यो? परिवार र तपाईँको भूमिकालाई चाहिँ त्यो कसरी हेर्न सकिन्छ खास त्यो समय? अब मैले जागिरी जीवनबाट एउटा सामाजिक क्षेत्रमा आफूलाई समर्पित गरिरहनु पर्दा अहिलेको अवस्था र योभन्दा अगाडिका कुराहरूमा पनि अब प्रगतिशील विचारधारालाई अँगालेको, क्रान्तिकारी धारमा उभिएको, पैसा आउने जागिर छोडेर यो सामाजिक क्षेत्रमा लाग्ने क्रममा परिवारबाट पैसा आउने क्षेत्रमै लाग्नुपर्छ भन्ने त्यो जोड त निश्चित रूपमा रहन्छ नै, त्यो भएको थियो। तर मैले परिवारलाई पनि कन्भिन्स गर्न सकेँ र मेरो अब दाजु भाइ, हामी 3 भाइको सबैको यस्तै विचार करिब करिब मिल्दोजुल्दो भएको छ र सबै सामाजिक क्षेत्रमा नै आफूलाई समर्पित गरेर र अहिले हामीले एउटा लामो समय बिताइसकेका छौँ र सल्लाहकारकै रूपमा, एउटा सामाजिक उत्प्रेरककै रूपमा, अभियन्ताकै रूपमा हामीले काम गरिरहेका छौँ। यसैमा हामीलाई ठुलो सन्तोष छ र हाम्रो सल्लाह अनुसार एउटा सामाजिक विकासले एउटा सार्थक परिणाम प्राप्त होस्, यसैमा हामीलाई खुसी छ। जीवनमा यसरी जनताका आवाज उठाउँदै गर्दा, भएको जागिर छोडेर सामाजिक सेवा गर्दै गर्दा कहिलेकाहीँ आर्थिक अभाव अथवा चाहिँ गरिबी आफ्नो व्यक्तिगत जीवनमा एक छाक खानकै लागि नै सङ्घर्ष गर्नुपर्ने त्यस्तो अवस्था त हजुरको जीवनमा आएन होला? कसरी हेर्नुहुन्छ खास त्यो समयलाई? त्यस्तो अप्ठ्यारो सीमा समस्याहरू त निश्चित रूपमा छन्, त्यो झेलि नै रहेका छौँ, लामो समयदेखि नै झेलिरहेका छौँ। अहिले पनि हामी 2080 कार्तिकमा गएको भूकम्पले घर भत्काइसकेपछि अहिले पनि अस्थायी टहरामै बस्नु परिरहेको छ। सम्भवतः खलङ्गाका धेरै कम मान्छेहरू अहिले टहरामा बस्ने, सुरुमा त सबै टहरामा बसियो, तर अहिले धेरैले घर बनाइसके। मैले आर्थिक अभावकै कारणले घर बनाउन सकेको छैन र अभाव, गरिबी र अप्ठ्यारोकै बावजुदलाई जीवनलाई धकेलिरहेका छौँ। कतिसम्म धकेल्न सकिन्छ हेरौँ, तर आफ्नो मूल्य मान्यता र अग्रगमनको यात्रा र गरिबको पक्षमा गर्ने एउटा सामाजिक राजनीति कहिले पनि छोडिने छैन। केही समय भन्नाले जाजरकोट बाहिर रहे पनि जाजरकोटप्रतिको माया, टहरामै बस्नु परे पनि जिन्दगी जाजरकोटप्रति नै सामाजिक सेवा गरेर नै बिताउने हजुरको बाँकी उद्देश्य छ भनेर बुझ्दा हुन्छ? त्यो निश्चित रूपमा छ। परिवारका मेरा धेरै सदस्यहरू यहाँ नभएको अवस्था छ। छोराछोरी, आमा, दाइहरू, भाइहरू सबै बाहिर छन् र म परिवारभित्रमा एक्लै छु। अरू समाज त छ, अरू दाजुभाइ त छन्। जो सब एउटै चुलोमा खाने परिवारमा धेरै सदस्य बाहिर, म यहीँ बसेर जेनतेन गरेर बस्छु। अब उमेर बढ्दै जाँदा स्वास्थ्यको कुरा, अरू पारिवारिक विभिन्न कामले गर्दाखेरि म बाहिर पनि जान्छु, यहाँ पनि आउँछु र बढी समय यहाँ बिताउँछु र केही समय बाहिर पनि बित्छ। जेनतेन यसरी समयलाई मिलान गरिएको छ। बुढेसकाल लाग्दै जाँदा, अहिले पनि सामाजिक क्षेत्रमा यसरी काम गर्दै गर्दा कहिलेकाहीँ विरक्त लागेर चाहिँ मैले गल्ती गरेँ होला, मैले चाहिँ यो कुरामा अलिक केही बुद्धि पुऱ्याएन कि हिजोको दिनमा गर्नुपर्ने जति, अथवा केही कमी कमजोरी भयो कि भन्ने कुरा आफूलाई महसुस कहिलेकाहीँ हुन्छ हजुरलाई जीवनमा? त्यस्तो रत्तिभर छैन मलाई। पश्चाताप, आत्मग्लानि भन्ने छैन। यति छ मलाई, नेपालको राजनीतिक जुन यात्रा हो, यो थुप्रै आन्दोलनहरू, सङ्घर्षहरू, युद्धहरू भए, देश हुकुमी शासनबाट कानुनी शासनमा आयो, असमावेशी शासन सत्ता समावेशी शासन सत्ताको रूपमा रूपान्तरण भयो, गणतन्त्र स्थापना भयो, जनताको प्रतिनिधिले जिते संविधान सभामा गएर 3 संविधान सभाले बनाएको संविधान पनि आयो र तर अझै पनि लोकतन्त्र र गणतन्त्र, वास्तविक गणतन्त्र लोकतन्त्र हुन सकिरहेको छैन। गरिबको शासन
आएको अनुभूति गरिबहरूमा आम जनतामा हुन सकिरहेको छैन। अब बाँकी लडाइँ अझै पेचिलो छ। लड्ने सङ्कल्पका साथ केही साथीहरू, नयाँ साथीहरू पनि राजनीतिक मैदानमा आइपुग्नु भएको छ। हामीले सामाजिक क्षेत्रमै भए पनि अगाडि बढिरहेका साथीलाई समर्थन गर्नुपर्छ, सुझाव दिनुपर्छ। सचेतकको रूपमा, सहजकर्ताको रूपमा, उत्प्रेरकको रूपमा हामी समाजमै रहेर काम गर्छौँ। हजुरले अघि पनि भन्नुभयो 2050 सालमा स्थानीय तहमा निर्वाचन पछाडि जो जिल्ला विकास समितिको सभापति सहित भेट भयो नेपालमा, त्यति बेला पछिको अवस्थालाई चाहिँ तपाईँ कसरी सम्झिनुहुन्छ? जति बेला चाहिँ माओवादीले हतियार उठाएको थियो, एउटा चाहिँ सशस्त्र क्रान्तिका रूपमा चाहिँ आफूले जनयुद्ध सुरु गरेको थियो, त्यो बेला बोकेका एजेन्डाहरू होइन, त्यति बेला लिएका एजेन्डाहरू के कति पुरा भएनन्? तपाईँले कुरा उठाइसक्नुभयो। अब अझै पनि परिवर्तन हुन त बाँकी नै छ, तर हिजोको अवस्थालाई चाहिँ बाँकी दिन हिजो त्यति बेला चाहिँ जनयुद्धमा तपाईँको भूमिका समाज सेवामा कस्तो थियो? अलिकति यो विषयमा पनि केही छलफल गरौँ। म त्यति बेला जिल्ला विकास समितिमा एउटा कर्मचारीको भूमिकामा थिएँ। भन्नाले अस्थायी रूपमा थिएँ। म केही वर्ष उति बेला छोडिसकेपछि छोडेर जाजरकोट जिल्लामा आइसकेपछि त्यति बेलाको राजनीति र विकासको केन्द्रबिन्दु जिल्ला विकास समिति नै हुन्थ्यो। म जिल्ला विकास समितिमै एउटा राष्ट्र सेवकको नाताले जोडिएको थिएँ। 2052 सालमा जुन जनयुद्ध सुरु भयो, जनयुद्धको प्रारम्भ अवस्थामा पनि म जिल्लामै छु र सुरुदेखि पनि हामीले युद्धका कारण गरिब जनताहरूमा राज्यबाट प्रभाव हुने जो सेवा सुविधाहरू थिए तिनीहरू निर्वाध रूपमा अगाडि बढ्न सकिरहेका थिएनन्। हामीले नागरिक समाजका विभिन्न संस्थाहरू मार्फत गाउँको जनताहरूमा केही सेवा सुविधा पुर्याउन सकिन्छ कि भनेर सङ्घ संस्थाहरू क्रियाशील थिए र सङ्घ संस्थाहरूले त्यो सेवा पुर्याउने क्रममा गाउँमा विद्रोही पक्षबाट र जिल्लामा आउँदा यहाँको सुरक्षा निकाय त्यति बेलाको सरकारी पक्षबाट विभिन्न आशंकाहरू, अविश्वासहरू का कारणले गर्दाखेरि थुप्रै अप्ठ्याराहरू झेल्नु परेको थियो। त्यो अप्ठ्यारोलाई सजिलो बनाउन हामीले सहजीकरणको काम गऱ्यौँ र जनयुद्धको अन्तिम समयमा त्यति बेलाको विद्रोही पक्षले संविधान सभा, गोलमेज सम्मेलन र अन्तरिम सरकारको जुन नारा ल्याएको थियो र यसले निकास दिन सक्छ र यसमा नै सबै कुरा, सबै राजनीतिक शक्तिहरू एकमत हुनु भएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मत जाहेर गऱ्यौँ र जिल्लामा त्यही अनुसारको वातावरण, राष्ट्रिय वातावरण पनि निर्माण भयो। त्यही सन्देश जिल्लामा हामीले प्रवाह गऱ्यौँ। जिल्ला सदरमुकाममा आएर बसेका राजनीतिक आस्थाका कारण जुन विस्थापित भएर बस्नु परेका थुप्रै परिवारहरू थियो, त्यो परिवारहरूलाई फेरि शान्तिपूर्वक गाउँमै बस्नका लागि सहजीकरण गऱ्यौँ र शान्ति प्रक्रियापछि जुन विद्रोही शक्ति राजनीतिमा आए, विद्रोही शक्तिलाई पनि यहाँको राजनीतिक वातावरण, जिल्लाका प्रमुख समस्याहरू, गरिबीसँग जोडिएका विषयहरू, कुशासनसँग जोडिएका विषयहरू, यहाँ विभेदका विषयहरू र दिगो विकास र समावेशी विकासका विभिन्न विषयहरूमा र हामीले सहजीकरण गऱ्यौँ। कर्मचारीको राष्ट्रिय शान्ति प्रक्रियाको सुरुवात हुनुभन्दा अगाडि जनयुद्धको अन्तिमतिर म फेरि कर्मचारी सर्कलबाट बाहिर आएको थिएँ। यसको पृष्ठभूमि फेरि लामो छ, त्यतातर्फ नजाउँ मैले साधिँदैन। शान्ति प्रक्रिया सुरु हुने अवस्थामा जुन 7 राजनीतिक दल र विद्रोही पक्षको जुन 12 बुँदे समझदारी भएको थियो, त्यो 12 बुँदे समझदारी त्यो बेला चाहिँ काम गर्न तपाईलाई कर्मचारीको रूपमा त्यति बेला युद्ध पक्षबाट चाहिँ कतिको चुनौतीपूर्ण थियो? त्यो निकै कठिन भयो। के थियो, कसरी निकै कठिन भयो। अब प्रसङ्ग अलि विस्तारित रूपमा नजाउँ भन्ने नै थियो मेरो, जानै पर्ने भयो। 2058 सालमा जाजरकोटको जिल्ला विकास समितिमा एउटा सूचना केन्द्रको स्थापना भयो र त्यो सूचना केन्द्रमा एउटा पुस्तकालय स्थापना गर्नुपर्छ भनेर मैले काठमाडौँमा गएर विभिन्न विषयका पुस्तकहरू खरिद गरेर जिल्लामा ल्याएँ।
त्यो जनक पुस्तकालय जनक पुस्तकालय होइन, त्यो जिल्ला विकास समिति भित्रको सूचना केन्द्र भन्ने एउटा छुट्टै सूचना तथा अभिलेख केन्द्र भन्ने थियो। त्यो चाहिँ कसले उठान गर्यो? त्यो जिल्ला विकास समितिले नै निर्णय गरेर त्यो स्थापना गरिएको, त्यो अहिले पनि छ। त्यहाँ पुस्तकालयमा राख्ने पुस्तकहरू खरिद गर्ने क्रममा, पुस्तक ल्याउने क्रममा एउटा नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास भन्ने किताब मैले किनेर ल्याएँ। त्यति बेलाको निमित्त स्थानीय विकास अधिकारी हुनुहुन्थ्यो नरेन्द्र बहादुर थापा, र उहाँले यो पुस्तक किन ल्याएको भनेर मसँग विवादको सुरुवात भयो। र त्यहाँ त अब विभिन्न विषयका विभिन्न क्षेत्रका पुस्तकहरू थिए, र त्यसमा पनि विभिन्न एउटा बहुआयामिक ज्ञानको भण्डार बनाउन सकियोस् भनेर त्यो एउटा पुस्तक पनि मैले जोडेर ल्याएको थिएँ। र पछि हुँदै हुँदै जाँदाखेरि उहाँलाई त्यो चित्त बुझेन। नबुझेपछि विवाद बढ्दै गयो, र म त्यहाँ बस्ने वातावरण बनेर र बाहिर फेरि म सामाजिक क्षेत्रमा, प्रत्यक्ष सामाजिक क्षेत्रमा आएर काम गरेँ। र जति बेला जिल्ला विकास समितिभित्र भएका विभिन्न विकृति, विसङ्गति, भ्रष्टाचारको विषयमा मैले अप्रत्यक्ष रूपमा बाहिर सूचनाहरू पनि म लैजान्थेँ। भन्नाले चाहिँ त्यो 58 देखि हजुरमा 64 को बिचमा पनि त्यति काम गर्नुभयो। 52 सालदेखि 54 सालसम्म म नासो भएँ। बिचमा म नेकपा एमालेबाट खलङ्गा गाविसको अध्यक्षमा चुनाव लडेँ। त्यसपछि 56 सालमा फेरि म नासो भएँ। 57 सालमा फेरि म कार्यक्रम अधिकृत प्रोग्राम अफिसरको रूपमा काम गरेँ, र 60 सालको असारसम्म म त्यहाँ गरेँ। र 60 साल साउन 1 गतेदेखि म बाहिर आएँ, त्यहाँ बस्ने वातावरण बनेन। त्यही बिचमा जो मैले कम्युनिस्ट आन्दोलनको इतिहास भन्ने पुस्तक त्यहाँ कार्यालय प्रयोजनको लागि ल्याएको थिएँ, त्यो एलडियू स्थानीय विकास अधिकारी मार्फत सुरक्षा निकायका साथीहरू उहाँहरूले सरसल्लाह गर्नुभयो होला। यो त त्यति बेलाको जो राजाको एक प्रकारको दबदबा, राजनीतिक दलहरूलाई पनि निस्तेज गरेर एक्लै शासन गर्ने जुन उहाँको त्यति बेलाका राजाको महत्त्वाकांक्षी शासन चलिरहेको थियो। अब त्यो अवस्थामा म एउटा प्रगतिशील विचार बोक्ने मान्छे त्यस्ता शासन चलाउने मान्छेहरूसँग बसेर मिलेर सरकारी एउटा जागिरीको कामलाई अगाडि बढाउन सकेको अवस्था रहेन, र म बाहिर आएँ। र प्रत्यक्ष रूपमा नागरिक समाजको अगुवाको रूपमा 61 साल फाल्गुन 7 गते प्रजातन्त्र दिवसको दिनमा जाजरकोट जिल्लामा नागरिक समाजको अगुवाईमा एउटा शान्ति, त्यति बेला एकदम जरुरतको कुरा शान्ति नै थियो, सामाजिक न्याय र सुशासनका मुद्दामा अगाडि बढ्ने जुन निर्णय हामीले गर्यौँ, र स्वर्गीय योगेश्वर कार्कीज्यू लाई हामीले अगुवा बनायौँ। उहाँको केही समयपछि नै देहान्त भयो, र उहाँपछि मैले नै त्यसको अगुवाई र नेतृत्व लिएँ, र अहिले पनि नागरिक समाजको अगुवा सामाजिक क्षेत्रमा हामीले काम गरिरहेका छौँ। यसरी क्रान्तिको किताब राख्दै गर्दा अब क्रान्तिको एउटा राजपाटमा त्यति बेलाको चाहिँ युवा रगत जोस जागरमा चल्दै गर्दा कहिलेकाहीँ तपाईँलाई पुलिसको स्पष्टीकरण अथवा जेल त्यस्ता भोगाइहरू त परेन, खासमा आफूले भोग्नु पर्यो। हामीहरूले 2038 सालमा विद्यार्थी आन्दोलनको अगुवाई गरेर म जाजरकोट जिल्लाको विद्यार्थी आन्दोलनको संस्थापक समितिको अध्यक्ष पनि भएँ, अनि राष्ट्रिय क्रान्तिकारीको जिल्लाको अध्यक्ष पनि भएँ। र त्योभन्दा अगाडिदेखि नै हामीले 2035-36 सालको जनमत सङ्ग्रहको पालामादेखि नै पञ्चायत रोज्ने कि बहुदल रोज्ने भन्ने विषय जुन जनमत सङ्ग्रह भएको थियो, त्यसमा बहुदलको पक्षमा हामीले हाम्रो सानो उमेरमा नै हामीले बहुदलको पक्षमा लागेर प्रचार प्रसारमा हिँडेका थियौँ, र यहाँका विद्यार्थीका विभिन्न समस्याहरू, साना साना विषयहरू उठान गरेर आन्दोलन अगाडि बढाएका थियौँ। त्यति बेला नै मलाई जिल्ला प्रहरी कार्यालयको, त्यति बेला हामी पुलिस थाना भन्थ्यौँ, पुलिस थानामा लिएरै हामीलाई निरुत्साहित गर्ने, त्यो विद्यार्थी आन्दोलनबाट चाहिँ पृथक बनाउने कामहरू गरियो। तर पनि हामी आफ्नो विचार र चेतनामा अडिग रह्यौँ। हामीलाई म लगायतका थुप्रै विद्यार्थीहरूलाई नेपाल अधिराज्य, त्यति बेलाको नेपाल अधिराज्य, अहिले त नेपाल अधिराज्य भन्दैनौँ हामी,
नेपाल अधिराज्यमा कहीँ पनि पढ्न नपाउने गरेर रेस्ट्रिक्ट गरिदिएको थियो र उहाँहरूको रेस्ट्रिक्ट यदि बदर गरिँदैन भने हामी सबै पनि यो विद्यालयमा पढ्दैनौँ भनेर अरू विद्यार्थीहरूले पनि आन्दोलन गरेपछि त्यो हामीलाई रेस्ट्रिक्ट गर्ने निर्णयलाई फेरि बदर गरियो। फेरि हामी यहाँ अध्ययनमा जोडिएका थियौँ। त्यस्ता थुप्रै कुराहरू छन्। म काठमाडौँमै पनि हनुमान ढोकामा एक रात बिताएको छु। त्यो 46 सालको जन्म सङ्ग्रह के अरे 36 सालको जन्म सङ्ग्रहको अवस्था त्यो भयो भने 46 सालमा बहुदल प्राप्तिको आन्दोलनको सुरुकै दिनमा 46 साल फागुन 7 गते नै म हनुमान ढोकामा त्यो राजनीतिक बहुदलको पक्षमा लाग्यो भनेर हामी त्यहाँ आन्दोलनका मोर्चाहरूमा थियौँ। म जागिरमै कार्यरत थिएँ तर पनि आन्दोलनको मोर्चामा गइएको थियो। त्यति बेला त्यो हिरासतमा बसेको थियो। 46 सालमा जाजरकोटबाट काठमाडौँ पुग्नु भनेको त एकदमै चुनौतीपूर्ण थियो। म वहीँ अध्ययन गर्थेँ, काठमाडौँमै अध्ययन गर्ने गएको। काठमाडौँको दूरी चाहिँ त्यतिखेर कस्तो थियो? अहिले त सरल 6 घन्टामा नेपाल हुन्छ र तपाईँको उसै गरी 2-2.5 घन्टामा चाहिँ काठमाडौँ पुग्नुपर्ने अवस्था थियो। त्यति बेला तपाईँको सङ्घर्ष चाहिँ कस्तो थियो? काठमाडौँ पुग्दै गर्दा काठमाडौँबाट जाजरकोट एउटा सामान्य विद्यार्थी आउँदाखेरि अब मान्नुहोस् न त्यति बेला 46 सालको एउटा अवस्था थियो होला। त्यसपछि 62-63 पछि माओवादीको युद्धमा यातायातमा चाहिँ कसरी चाहिँ आउन दिन्थ्यो, के थियो त्यो बेलाको अवस्था? चौरजारीबाट हप्तामा एकपटक नेपाल वायुसेना निगम अहिलेको त्यति बेलाको साई नेपाल वायुसेना निगमको विमानबाट उडान हुन्थ्यो हप्तामा एकपटक। रुकुमको सल्यानमा पनि एयरपोर्ट थिएन, सल्यानको नजिकमा एयरपोर्ट थिएन। जाजरकोट, रुकुम र सल्यानका थुप्रै यात्रुहरूको अति धेरै चाप हुन्थ्यो। यहाँबाट नेपालगञ्ज त्यति बेला नेपालगञ्ज पुग्न भनेको करिब 7 दिनको यात्रा थियो। बरु दाङ 3 दिनमा दाङ पुगिन्थ्यो। धेरै मान्छेहरू दाङपट्टिबाट यात्रा गर्थे र हिँडेर 3 दिन दाङ र पछि यता सल्यानको केही क्षेत्र यता नजिक गाडी आयो। यहाँबाट नेपालगञ्ज पनि प्लेन थियो। म सुरुमा जाँदाखेरि त यहाँबाट प्लेनबाट नै हामीले यात्रा गरेका थियौँ र बसबाट यात्रा गर्दाखेरि नेपालगञ्जबाट रूपैडिया भएर भारतको बाटो गएर यो कपिलवस्तुपट्टिबाट बुटवल फेरि निस्किनु पर्थ्यो। बुटवलबाट फेरि अर्को गाडी चढेर पनि म गएको छु। बेला त ल्याउनका लागि नेपालगञ्ज हाट बजार जानुपर्ने त्यो अवस्थालाई पनि तपाईँले बुझ्नुहुन्छ होला। त्यति बेला चाहिँ त्यस्तो अवस्था हाम्रो अघिल्लो पुस्ताको चाहिँ अवस्था थियो होइन। लगभग 7 दिन नेपालगञ्जबाट यहाँ पुगेर आउँदै गर्दा कहिलेकाहीँ परिकल्पना हुन्थ्यो जाजरकोट यसरी गाडी चल्ला, यो विकासको यो गतिमा जाला भन्ने त्यो बेला चाहिँ तपाईँको मनमा सोच आउँथ्यो कि आउँदैन? अब समयअनुसारका सेवा सुविधाहरूको व्यवस्थापन, भौतिक विकास त त्यो कसैले नचाहेर वा चाहेर मात्र हुने कुरा पनि होइन। र अलिकति जनप्रतिनिधिहरू क्रियाशील भएको खण्डमा राज्यले सबै भूगोलको बराबरै माया गरेको खण्डमा अलि छिटो अगाडि बढ्ने हो विकासको प्रक्रिया। अब एक दिन हुन्छ तर अलिक ढिलै होला भन्ने जस्तो हामीलाई लाग्थ्यो। त्यति बेलाको त्यो पुस्ता हजुरहरूले पनि सोच्नुहुन्थ्यो जाजरकोटमा गाडी सम्भव छ, यसरी चाहिँ काठमाडौँबाट जाजरकोट गाडी चढेर जान सकिन्छ भन्ने त्यो बेला नै हजुरलाई मनमा लाग्थ्यो? हुन्छ भन्ने विश्वास थियो, ढिलो चाँडो हुन्छ भन्ने विश्वास थियो। 2045 सालमा त्यति बेलाका राजा वीरेन्द्रको यो मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भ्रमण सुर्खेतमा आउँदा जाजरकोटबाट गएका जनप्रतिनिधिहरूले र छिन्चुबाट जाजरकोट हुँदै डोल्पासम्म मोटर बाटो लग्नुपर्छ भनेर माग राखेर त्यति बेला नै राजाबाट हुकुम प्रमाणित भएको हो कि यसलाई राष्ट्रिय प्राथमिकताका योजनाको रूपमा अगाडि बढाउनु भनेर त्यो अगाडि बढेको हो। र निकै ढिला गरी सुस्त गतिका साथ कामहरू अगाडि बढेका थिए र पछि शान्ति प्रक्रियापछि निकै रफ्तार बढ्यो, भौतिक विकासको रफ्तार अगाडि बढ्यो। हामीभन्दा अगाडि का मान्छेहरूले त सम्भवतः त्यो सोचेका पनि थिएनन्। अब नेपालगञ्ज जाने, काठमाडौँ जाने कुरा मात्रै नभएर जाजरकोट जिल्लाको सदरमुकाममा त्यति बेलाको दह गाविसबाट यहाँ आउन 3 दिन लाग्थ्यो।
यहाँबाट भगवती गाविस जान 3 दिन लाग्थ्यो। बीचमा होटल थिएनन्, बीचमा खोला नाला नदीहरू पुल थिएनन्। बडा कष्टका साथ मान्छेहरूले जिल्ला सदरमुकाममा सानो सानो कामको लागि पनि निकै ठुलो लगानी गरेर आउनुपर्ने अवस्था बाट एउटा नयाँ परिवेशमा हामी आएका छौँ। तर पनि गर्नुपर्ने कामहरू त धेरै नै बाँकी छन्। करिब करिब लगभग जाजरकोटका साबिकका 30वटा गाउँ विकास समितिमा नै तपाईँ लगभग पुगिसक्नु भएको छ होला, होइन? म जाजरकोट जिल्लाका सबै त्यति बेलाका 30वटै गाउँ विकास समितिहरू र अहिलेका 7वटा स्थानीय तहका 77 वडाहरूमा विभिन्न अभियानहरू र विभिन्न समूह संस्था सङ्गठनहरूसँग मिलेर छलफल अन्तर्क्रियाको क्रममा र त्यति बेलाका गाउँ विकास समितिहरू मा विभिन्न कामको सिलसिलामा म गएको छु। कुनै ठाउँ पनि त्यसरी छुटेको छैन। कुनै टोल बस्ती छुटेको होला, त्यो गाविस चाहिँ छुटेन। करिब करिब अहिलेको पनि वडाहरू छुटेन। छुटेका छैन। हुन्छ, हामी कार्यक्रमको करिब करिब अन्तिमतिर छौँ। हामी जाजरकोटका विभिन्न व्यक्तित्वसँग कुराकानी गर्ने क्रममा आज नागरिक समाज जाजरकोटका अगुवा आदरणीय व्यक्तित्व राजेन्द्र विक्रम शाहसँग कुराकानी गरिरहेका छौँ र हामी कार्यक्रमको अन्तिम चरणमा हामी जाजरकोटका विकास निर्माण विविध विषयमा तपाईँसँग गर्नुपर्ने कुराकानी त धेरै छन् जस्तो लाग्छ। यो विषयमा हामी आगामी बसाइमा तपाईँसँग अन्तरङ्ग कुराकानी अझ गर्ने नै छौँ। अर्को श्रृङ्खलामा हामी आम दर्शकहरूलाई यो जानकारी गराउँछौँ। तपाईँसँग सुखका दिनहरू करिब करिब चाहिँ भए, दुःखका दिनहरू पनि भए। अब यसो सम्झिँदा राजेन्द्र विक्रम शाहको चाहिँ सबैभन्दा दुःखको दिनलाई चाहिँ आइपरेको सबैभन्दा दुःखको दिन जीवनमा जस्तो म यो अवस्थाबाट चाहिँ ठुलो सङ्घर्षबाट चाहिँ बाँचेको दिन, एउटा उपलब्धि प्राप्त भएको दिन तपाईँले चाहिँ कुन समयमा हेर्नुहुन्छ? खास आफ्नो यो कालखण्डमा चाहिँ हुँदै गर्दा मलाई व्यक्तिगत र पारिवारिक दृष्टिकोणबाट यसो धेरै दुःख पीडा लागेको समय र अलिकति खुसी लागेको समयलाई म सामाजिक कोणबाटै हेर्छु। जस्तो तपाईँको प्रेरणाले अरूले पनि केही सिक्नुहोस् न, होइन? मान्छे हो, मान्छेको जीवनमा दुःख नपर्ने त कसैलाई पनि हुँदैन, तर पनि विभिन्न व्यक्तित्वहरूका दुःख हुन्छ। राजेन्द्र विक्रम शाह भन्ने व्यक्ति सधैँ सुखमा नै हुर्किएको हो भन्ने मान्छेलाई परेको हुन्छ नि कतिपय अवस्थामा। तर दुःख पनि तपाईँले पाउनु भएको छ। त्यो दुःखलाई एउटा सुखको दिनलाई चाहिँ सम्झिँदा हामी अन्तिम चरणमा तपाईँसँग यही विषयमा चाहिँ थोरै मलाई सुख भन्ने कुरा कस्तोलाई भन्ने, दुःख हुने कस्तोलाई भन्ने पनि अब आफ्नो बुझाइ नै हुन्छ। मैले हिजोका 30वटा गाउँ विकास समिति मा गएर विभिन्न नागरिक समाजका सङ्गठनहरू, त्यहाँका महिलाहरूका, दलित जनजातिका, युवाहरूका, बालबालिकाहरूको सङ्गठन निर्माण गर्ने क्रममा, निर्माण भएका सङ्गठनहरूको क्षमता विकास गर्ने क्रममा छलफल गर्दै जाँदा र पछि केही कालान्तरमा त्यो आफूले छलफल गर्दाखेरिका सहभागी साथीहरू कोही स्थानीय तहका जनप्रतिनिधिको रूपमा, वडा सदस्यको रूपमा निर्वाचित भएर आएका, कतिपय वडा अध्यक्षको रूपमा निर्वाचित भएर आएका, कतिपय गाउँपालिका अध्यक्ष उपाध्यक्ष, कतिपय नगरपालिकाका प्रमुख उपप्रमुखको रूपमा निर्वाचित भएर आएका पाउँदा मलाई आनन्दको अनुभूति हुन्छ। यिनीहरू हुन् भने यो 2063 साल मङ्सिर 5 गते जुन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही पक्ष नेकपा माओवादीका अध्यक्ष प्रचण्डको बिचमा जुन विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो र त्यो क्षण म निकै खुसी थिएँ। मैले मेरो मन मुटुले कल्पना गरेको देशले एउटा विकास र राजनीति अब गरिबका लागि अगाडि बढ्ने छ भन्ने परिकल्पनाले अब मूर्त रूप लिन्छ भन्ने अपेक्षाका साथ मैले त्यसलाई खुसीको क्षणको रूपमा लिएको थिएँ भने 2062 सालमा हामीले नागरिक समाजको तर्फबाट जिल्लामा सामाजिक न्याय, शान्ति र सुशासनको लागि, भ्रष्टाचारको विरुद्धमा
कदमहरू नागरिक समाजको अगौरमा कदमहरू अगाडि बढाइरहँदा मलाई त्यति बेलाको प्रमुख जिल्ला अधिकारी दण्डपानी बरालले हस्ताक्षर गरेको जिल्ला प्रशासन कार्यालयबाट पत्र आइपुगेको थियो। तपाईँले नागरिक समाज भन्नाले त्यो जनआन्दोलनकै बखतमा विशेष शान्ति सम्झौता नहुँदैको समयमा शान्ति सम्झौता नहुँदै 2062 सालमा एउटा पत्र आएको छ। तपाईँले नागरिक समाजको लाई दर्ता नगरेर किन विभिन्न क्रियाकलाप अगाडि बढाइराख्नु भएको छ, दर्ता गरेर मात्रै अगाडि बढाउनु होला भन्ने बेहोराको चिठी आएको थियो। त्यो दिन मलाई साह्रै दुःख लागेको थियो। त्यो यसकारण दुःख लाग्यो कि फलानु मान्छेले यो अहिलेको शासन सरकारको विरुद्धमा क्रियाकलापहरू गरिरहेको छ, यसलाई यसरी चाहिँ रोक्नु पर्यो, ब्लक गर्नु पर्यो भनेर प्रशासनमा गएर चाहिँ सिडिओलाई त्यो चिठी लेख्न दबाब दिएका रहेछ स्थानीय मान्छेहरूले नै। त्यो सबै कुरा बुझ्दाखेरि मैले त व्यक्तिगत स्वार्थको लागि केही गरेको थिएन, कसैको विरुद्धको लागि केही गरेको थिएन। समाजको चेतनालाई, समाजका नागरिकहरूको अपेक्षालाई बन्देज गर्ने, उनीहरूलाई उनीहरूको विचारलाई प्रकट गर्न नदिने किसिमको जुन शासन थियो, सरकार थियो, त्यसलाई बदलेर गरिबका पक्षमा शासन गरियोस्, नागरिकका मौलिक अधिकारमाथि बन्देज नगरियोस् भन्ने कुरा नै हामीले चाहेका थियौँ। अहिले पनि त्यही चाहेका छौँ। यसलाई कसैले बन्देज लगाउनु खोज्छ भने अझ त्यसलाई हामीले स्वीकार्ने कुरै हुँदैन, मन पराउने कुरै हुँदैन। भन्नाले तपाईँले उठाएको एजेन्डाको जुन दिन जित हुन्छ त्यो दिन नै तपाईँको खुसी हुने दिन छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। अब पूर्ण रूपमा सन्तुष्ट, पूर्ण रूपमा खुसी भन्ने त सम्भव त त्यो जीवनमा कहिले आउँदै हुँदैन। यसका युनिटहरूमा इकाइमा सन्तुष्टिका कुराहरू, खुसीका कुराहरू मैले उठाएका एजेन्डा एक न एक चाहिँ सही हुन्छन् र केही कुनै न कुनै दिन एउटा चाहिँ जागोटी जनताले सुख र समृद्धि हासिल गर्छ भन्ने कुरामा तपाईँ विश्वस्त हुनुभयो। त्यो एकपटक न एकपटक त होला नै भन्ने हाम्रो चाहना हो। तर अहिले पनि कतिपय व्यक्तिले नागरिक समाज भन्ने त यस्तै नै हो, यो चाहिँ बोल्ने मात्रै हो, खास केही पनि गर्ने होइन पनि भन्छन् नि तपाईँका विरोधी तत्त्वहरू जस्तै, जसले चाहिँ यसको महत्त्व बुझेका छैनन्, जसले यसको चाहिँ कुरा बुझेका छैनन्। अहिले पनि त्यस्तो बोल्ने व्यक्तिहरू कता कता हाम्रै समाजमा पनि पाइन्छ। त्यस्ता व्यक्तिहरूलाई तपाईँको भनाइ, तपाईँको चाहना के छ? यो स्वाभाविक कुरा हो। क्रिया भएपछि प्रतिक्रिया हुन्छ। अब क्रिया नै नभएपछि त प्रतिक्रिया नै हुँदैन। एउटा कहावत छ, कुनै अलि अगाडि भनिन्थ्यो, ब्रिटिस किङ डजन्ट मिस्टेक भन्ने भनाइ थियो। किन भनेको, कसरी हो भने ब्रिटिस किङ डजन्ट वर्क भन्ने जवाब आएछ। बेलायतको राजाले केही पनि काम गर्दैन, त्यसकारण उसले गल्ती नै गर्दैन। काम गरेपछि गल्ती हुन सक्छ। त्यसका सकारात्मक र नकारात्मक कोणहरूबाट चर्चा परिचर्चा हुन्छन्। यो स्वाभाविक कुरा हो। अहिले पनि अब कुनै पनि कामलाई त कसले किन विरोध गरेको छ, कसले किन समर्थन गरिरहेको छ, त त्यसको पछाडि त्यसका आधारहरू हुन्छन् जो देखिँदैनन् बाहिर, त्यो भित्र लुकेका हुन्छन्। र अहिले पनि हामी राष्ट्रिय राजनीतिको कुरा नगरौँ भन्ने थियो। जुन एउटा नयाँ राष्ट्रिय राजनीतिक रङ्गमञ्चमा जुन नयाँ दृश्य देखिएको छ, त्यो स्पष्ट के हो भने सीमित वर्गको फाइदाका लागि, सीमित मान्छेका फाइदाका लागि बहुसङ्ख्यक मान्छेहरूलाई अन्धकारमा राखेर, गरिबीमा डुबाएर सीमित मान्छेको फाइदा गर्ने जुन शासन थियो, अथवा देश समाजका स्रोतहरू, यहाँका अवसरहरू चाहिँ आफूले मात्रै लिने जो तत्त्वहरू थिए, तिनीहरूको संरक्षकको रूपमा सरकारहरूले काम गर्थे। भ्रष्टाचारको अन्त्य गर, सुशासन कायम गर, सामाजिक न्यायलाई स्थापित गर भन्ने आवाजहरूलाई रोक्न खोजिन्थ्यो। त्यो रोक्न खोज्दाखेरि त्यसको विरुद्धमा जनताहरूले विद्रोह गरेका छन्। अब त्यो विद्रोहको उचित व्यवस्थापन हुन सक्छ कि सक्दैन, त्यो छुट्टै पाटो भयो, भोलिको दिनमा हेर्दै जाउँला। र तर सामाजिक न्यायको लागि, सुशासनको लागि र गरिबहरूको शासन स्थापित गर्नका लागि युवा मैत्री
शासन स्थापित गर्नका लागि अहिले जनताको अभिमत प्रकट भएको छ। यो अब नयाँ ढङ्गबाट जाउँ भनेर हामी सबैलाई उत्प्रेरित गर्ने, दबाब दिने अवस्था आइपरेको छ। ठिक छ, हामी यो विषयमा तपाईँसँग आगामी अर्को श्रृङ्खलामा थप कुराकानी पनि गर्नेछौँ। मलाई त लाग्छ मैले धेरै प्रश्नहरू तपाईँसँग चाहिँ छुटाएको छु, धेरै प्रश्नहरू सोध्न बाँकी नै छ। हामी कार्यक्रमको करिब अन्तिममा छौँ। अन्तिममा हाम्रो कार्यक्रम हेरेर बस्नुभएका आम दर्शक महानुभावहरूलाई, कार्यक्रम सुनेर बस्नुभएका आम दर्शकहरूलाई छोटोमा मैले सोध्न छोटाएका र वर्तमान समसामयिक परिस्थितिमा तपाईँका आफ्ना छोटो धारणा चाहिँ आफूले राख्दा छोटोमा राख्नुहोस् न, अनि त्यसपछि अब हाम्रो बिचको छलफल गर्दै जाँदा तपाईँ स्वयंलाई पनि अनुभूति भएको छ, मलाई पनि अनुभूति भएको छ र गर्नुपर्ने प्रश्नहरू, आउनुपर्ने उत्तरहरूको लामो श्रृङ्खला त अझ बाँकी नै छ। त्यो त लगभग एउटै बसाइमा यो सम्भव छैन। र यति बेला म स्वर्गीय शेरबहादुर अधिकारीज्यूलाई स्मरण गरिरहेको छु। उहाँले मलाई बारम्बार भन्नुहुन्थ्यो, शाहजी तपाईँ किताब लेख्नुहोस्, जतिबाट भेट्नुहुन्थ्यो किताब लेख्नुहोस्, किताब लेख्नुहोस्, तपाईँसँग धेरै कुराहरू छन्, त्यो अन्यत्र अरू माझ पुर्याउनु छ, आफूसँग कति राख्नुहुन्छ भन्नुहुन्थ्यो। र मेरा यो जीवन यात्रा पनि व्यक्तिगत स्वार्थको लागि यो जीवन यात्रा अगाडि बढेको छैन, सामाजिक स्वार्थकै लागि जीवन यात्रा अगाडि बढेकोले अब केही विषयवस्तुहरू अरूको लागि पनि अध्ययन गर्दा फाइदा नै हुन्छ। त्यो किताब लेख्ने र त्यसलाई प्रकाशन गर्ने कुरा मैले सोचेको छु। मैले परिवारका अरू सदस्यहरू, केटाकेटीहरूसँग पनि किताब प्रकाशन गर्न र तिमीहरूले के सहयोग गर्नुपर्छ गर है भन्ने प्रस्ताव राखेको छु। उनीहरूबाट स्वीकृत पनि भएको छ। किताबको रूपमा पनि अगाडि आउनेछ। यसै तपाईँ जस्तै सञ्चारकर्मीहरूसँग पटक पटक छलफल गरेर, छलफलका माध्यमबाट पनि आफ्ना विचार, आफ्ना अनुभूति र आफ्ना सिकाइहरू मैले पस्किने अवसर प्राप्त गर्ने नै छु। अहिलेलाई अब यतिमै बिट मार्दा समयले त्यति नै हामीलाई छुट दिएको छ। कार्यक्रममा आउनुभयो, आफ्ना सार्वजनिक महत्त्वपूर्ण भनाइ हाम्रो आम दर्शकहरूलाई राख्नुभयो र हामी चाहन्छौँ तपाईँले उठाएका एजेन्डा, तपाईँले पुग्नुभएको लक्ष्य र नेपाली जनता, आम जाजरकोटी जनताले शान्ति, समृद्धि, सुशासन र न्याय परिवर्तन हाम्रै पालामा सम्भव छ र त्यो परिवर्तनका लागि आम जाजरकोटी जनता प्रतीक्षारत छ र त्यसका निम्ति हाम्रा जनप्रतिनिधि, सरकारवाला निकायले खेल्नुपर्ने भूमिका आफ्ना ठाउँबाट खेल्नुहुनेछ भन्ने विश्वासका साथ अहिलेलाई हाम्रो स्टुडियोमा आएर केही आफ्ना महत्त्वपूर्ण कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद। आफ्ना विचार पस्किने अवसर दिनुभएकोमा पत्रकार साथीलाई पनि धेरै धेरै धन्यवाद मेरो तर्फबाट। हवस् त, सङ्घर्षका कथा युट्युब, फेसबुक र टिकटक च्यानल हेरेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आजका अतिथि आदरणीय व्यक्तित्व राजेन्द्र विक्रम शाह हाम्रो स्टुडियोसम्म आएर कुराकानी गरिदिनु भयो र उहाँले बोल्न छुटाएका र भन्न छोडेका केही विषयहरूका साथ अर्को श्रृङ्खलामा पनि उहाँसँग हामी जोडिने कुरा यहाँलाई जानकारी गराउँदै प्रविधि कक्षमा साथ दिने मित्रलाई पनि धेरै धेरै धन्यवादका आभारका शब्दहरू प्रकट गर्दै अहिलेको यो श्रृङ्खलाबाट पनि बिदा हुने अनुमति चाहन्छु। हामीलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्दै गर्नुहोला। रचनात्मक सल्लाह सुझाव र प्रतिक्रियाका लागि हामी हर वखत तपाईँकै साथमा छौँ। नमस्कार, तपाईँको बाँकी पल सुखमय होस्।